रबिनलाई उसको आफ्नो व्यक्तिगत जीवनमा उसको आफ्नो पर्सनल जति पनि यो पारिवारिक कुराहरू छ नि, यो कुराहरूमा कुनै पनि दोस्रो व्यक्ति आएर उसलाई सम्झाउनु, उसलाई बुझाउनु, होइन, उसलाई कुनै पनि कुराहरू जताउनु त्यो जरुरी छैन क्या। रबिन यो कुरामा धेरै अगाडि छ। रबिनलाई उसको आफ्नो उत्तरदायित्व, आफ्नो कर्तव्यदेखि लिएर उसको आफ्नो बााउन्ड्रीदेखि लिएर हरेक कुराहरू थाहा छ। उसलाई तपाईँहरूले केही कुरा सिकाउनु जरुरी छैन। तपाईँहरूभन्दा धेरै कदम अघि सोच्ने मान्छे रबिन खड्का हो। जोसँग कुरा भएको छ, जोसँग मनको कुरा सेयर भएको छ नि, उसैलाई मात्र थाहा हुन्छ क्या भाइ पीडा, होइन? त्यही भएर अब हाम्रो गिबिना दिदीसँग सेयर भएको रहेछ कुरा भाउजूको, होइन? उसैलाई थाहा होला नि त। उसले त टिकटकमा आएर दुनियाँलाई यस्तो भयो उस्तो भयो भनेर भनेको छैन नि त दिदीले त। जे होस् रबिन दाईको श्रीमतीले भन्नुभएको छैन नि त, होइन? अब किन भन्नुभएको छैन भन्दाखेरि मेरो थिङ्किङमा चाहिँ फेरि सबै छोरी मान्छे चाहिँ यसलाई म डाइरेक्ट गएर बेइज्जत गरिदिन्छु, होइन? यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु, लाइभमा गएर बोलिदिन्छु भिडियोमा टिकटकमा भन्ने टाइपको सोचको टाइप हुँदैन। र सबै छोरी मान्छे चुप लागेर बस्यो भनेर के अरे बस्यो भन्दैमा त्यो मान्छे चाहिँ उनीहरूकै पक्षमा छ भन्ने हुँदैन नि त। उसको आफ्नो मनको पीडा ऊ आफैलाई थाहा होला, होइन? त्यो बुझ्नु पर्यो कि। तर मान्छे बोलेन, मान्छे चुप लाग्यो। तर यस्तो हो, रबिन दाईलाई जति त सायद उसको घरको कुरा त अरू कसैलाई थाहा हुँदैन होला। अब उसले त भन्छ भ्युअर्स आउँदैन, यति गरेन उति गरेन भनेर भ्युअर्सको कुरा होइन कि। यदि तैँले पनि यहाँ भिडियो बनाइस् कि, होइन? तैँले पनि भिडियो बनाइस् ल, यही हिसाबले चाहिँ यसो गरौँ न त, एउटा पाकिस्तानी केटा टिकटकमा खोजौँ अनि तेरो बुढीलाई सँगै राखेर जोडी बनाइदिउँ, दुईजनालाई भाइरल बनाइदिउँ, होइन? दुईजनालाई भाइरल बनाइदिउँ। अनि त्यो हिसाबले उनीहरूको दिनरात अब दर्शकले खोजिरहेछ, दर्शकले गरिरहेको छ, यस्तै हो खोज्ने यस्तै गर्ने भनेर, होइन? दिनरात उनीहरूलाई गरिदिउँ, भाइरल गराइदिउँ। अनि दिनरात उनीहरू माया प्रीतिको कुरा गरोस्, चाहे जिस्केर होस् चाहे जेसुकै होस्, होइन? टिकटकमा भ्युअर्सको लागि होस् जेसुकै होस्, माया प्रीतिकै कुरा मात्र कुरा गरोस्। अनि त्यसपछि त्यो पाकिस्तानी केटालाई चाहिँ तेरो बुढीलाई भेट्न बोलाऊँ यहाँ नेपालमा, होइन? भेट्न बोलाऊँ, घुम्न पठाऊँ, टिकटक बना तिमीहरू घुम्न जा, होइन? त्यही गरौँ न। त्यो गर्न सक्छस्? लु गर त, तेरो बुढीलाई ल त्यति गरा त। साले अहिले अरूले बोल्यो भनेर